हेलो नमस्ते सबैजनालाई मेरो सानो मिनी भ्लगमा र तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने मलाई आशा छु र म पनि सन्चै छु र यसले गर्दा हजुर सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। यो हो सनाइको सानो मिनी गार्डन। यहाँ सबै परदेशी दाजुभाइहरु मिलेर बस्छ, घुम्न आउँछ, केही गफ गरेर आफ्नो मुड फ्रेस मार्छ साथीहरु। यो हो हाम्रो सेकेन्ड सनाइको सानो मिनी गार्डन है साथीहरु। म तपाईहरुलाई सबै देखाउने छु, हेरेर इन्जोय गर्नु होला है। यो हो बेलुकाको समय, लगभग 7 बजिसक्यो होला अहिले टाइम। 7 बजेको बेलुकाको भ्लग हो साथीहरु। कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ, सबै राम्रोसँग रहनुहोला, स्वास्थ्यको ख्याल गर्नुहोला अनि आफ्नो जीवनलाई राम्रोसँग केयर गर्नुहोला है साथीहरु। ल साथीहरु, तपाईलाई म यहाँको राम्रोसँग नजारा देखाउने छु, हेरेर इन्जोय गर्नु होला अनि कमेन्ट लाइक चाहिँ गर्न नबिर्सनु होला है साथीहरु। के गर्ने खोज्यो त्यस्तैको विदेशी जिन्दगी, कति गर्नु काम कति गर्ने हामी पनि भन्छौँ हैन। रमाइलो रमाइलो के भनेर अर्को ब्लग खिचौँ कि भनेर हैन, यस्तै हो। तपाईहरुलाई म यहाँको नजारा देखाउँछु है सबै मिलाएर। हेर्नुहोस् है साथीहरु, सब देखाउँछु तपाईलाई। Jadi pura sih bisa gitu. भलिबलको म्याच भइरहेछ यहाँ, सानो नर्मल। फुटबल हुँदैछ म्याच। Uta saja.
बास्केटबलको तयारी हुँदैछ। अब त्यहाँ पनि म्याच सुरु हुन्छ खेल्दैछ। Em mua bảo Oi, Bayran. ये हो हाम्रो सिक्किमसँग स्पोर्ट ग्राउन्ड। ल साथीहरु कुरा लाग्नु पर्यो। खाना पर्यो गएर भोक लागेको अवस्था छ। अब ट्रेनमा कुदाकुदी हिँड्ने लागेको अवस्था है साथीहरु। हिँड्दै हजुरहरूलाई राम्रो भ्लग देखिदिन्छु म है। बाटो बाटोमा कस्तो हुन्छ हेरेर इन्जोय गर्नु होला भन्दै अहिले म हिँड्न सुरु गरेँ। कोठागुरीको सवारी यता पनि सुरु हुन लागेको छ। यता पनि सुरु हुँदैछ म्याच। बास्केटबल खेल्दैछु धमाधम हुन्छ।